किनकि मेरो फोनको स्टोरेज एकदमै धेरै फुल भएर म फाइन ओके थ्याङ्क यू सो मच बाई बाई ओके नमस्कार सबैजनालाई फेरि पनि माया विश्वकर्मा ब्याक भइसकेको छु धेरै लामो समयपछि होइन अनि आजको मेरो दिन कहाँबाट सुरु हुँदैछ भन्दाखेरि बेडबाट सुरु हुँदैछ म बेडमै हेर्न सक्नुहुन्छ अनि कहाँ छु भनेर तपाईँलाई थाहा छैन होइन म कहाँ छु भनेर थाहा छैन म किन यत्रो हराएँ भनेर पनि तपाईँलाई केही रिजन छैन होइन अब म देखाउँछु मेरो लाइफ कसरी चलिरहेछ र कहाँनिर चलिरहेछ भनेर बी विथ मी होइन अन्टिल द इन्ड लास्टसम्म हेरिदिनु होला लाइक सेयर सब्सक्राइब गर्न नबिर्सनु होला प्लिज सपोर्ट मी गाइज हजुरहरूको सपोर्ट यति धेरै आवश्यक छ मलाई सो हजुर आयो सामान सो गाइज मेरो सामान पनि आइसकेछ आज होइन मैले भिडियो बनाउनु सुरु गरेको आजै म निन्द्रामै छु के Yeah, of course. Thank you so much. Thank you so much. Bye bye. Okay. This sounds very nice. Yes. Yeah. One more. Yeah, I think. खोइ छ अरे भन्नु या आर यु इट्स फाइन ओके Are you from Nepal? Yeah. Yeah, I'm from Nepal. Thank you. Thank you so much. Bye. Okay, okay, bye bye. Have a good day. Okay. मेरो सामान पनि आइसकेको छ अब मैले सामान भित्र राख्छु होइन मलाई प्रफिट हुन्छ राख्नु वाउ ठल्दै हुनुहुन्छ सो गाइस मेरो सामान आइसकेको छ होइन सो गाइस मेरो सामान पनि आइसक्यो यो सामान कहाँबाट आएको हो भनेर पनि म तपाईँलाई भरे भन्छु बी विथ मी होइन अनि म अब फ्रेस हुन्छु फर्स्ट अफ अलमा त अनि त्यस पछाडि म बेड मिलाउँछु अनि मेरो रुममेट दिदीहरू चाहिँ सबैजना ड्युटीमा जानुभएको छ मेरो ड्युटी भनेको चाहिँ नाइटमा छ नि त सो द्याट्स वाइ अनि म यो अनबक्सिङ गर्छु अनबक्सिङ गरेर हजुरलाई देखाउँछु कि यहाँभित्र के छ भनेर मलाई भुत्ने जस्तो देखेको छ तर पनि केही छैन अब म फ्रेस भएर हजुरहरूसँग भेट्छु ओके गाइस म चाहिँ फ्रेस भएर ब्याक भइसकेको छु हात मुख धोएर होइन अब हामीले यो प्याकेज खोल्नुपर्ने हुन्छ म तपाईँलाई देखाउँछु यहाँ सामानहरू के छ भनेर म फर्स्ट अफ अल चाहिँ क्यामेरा अडि आउनु पर्ने हुन्छ क्यामेरा छाड्न अडिएको छु सुरुमा चाहिँ मसँग एउटा सानो प्याकेट छ ह्याप्पी ह्याप्पी यो भयो अनि अर्कोचोटि भनेको यो ठुलो प्याकेट छ होइन कस्तो खुसी लागेको छ कि मेरो पार्सल आएर यो पार्सल चाहिँ कहाँबाट आएको भनेर मसँग अन्तिमसम्म हेर्नु होला अनि म तपाईँलाई भन्छु कहाँबाट आएको भनेर है मेरो भिडियो चाहिँ फुल हेरिदिनु होला सब्सक्राइब पनि गरिदिनु है सुरुमा कैँची लिएर आउँछु मागेर कैँची नै छैन अब चक्कु चाहिँ होइन मैले गाइज कैँची त भेटेन होइन यो चक्कु भेटेको छु यो चक्कुले नै अब त्यस्तो गरेर खोल्नुपर्ने हुन्छ
यस्तो गरेर खोल्छु सुरुमा भनेको ठुलो वेट कहाँ स्टार्ट गर्ने होला कस्तो बानेको छ हौ जिन्दगीमा फर्स्ट टाइम आएको यस्तो प्याकेट पार्सल यति टेप लगाएर आफ्नो लागि भनेर चाहिँ फेरि ओइ कति धेरै बानेको हो क्या कस्तो अप्ठ्यारो भयो खुसी लाग्दो रहेछ कि यसरी जान नलागेर त कसम भनेको फाइनल्ली अब कार्टुनमा त बाँकी छ यो कार्टुन कताबाट खोल्ने पनि कता उल्टो कता सुल्टो यता न उता काटेर सबैतिर स्टेज यहाँ हानेछ भनेपछि यहाँबाट होला है सबै ढुक्क बनाउनु मैले त साङहरू त यो तलपट्टिको भाग हो कि जस्तो लागिरहेको छ मलाई लाग्नु चाहिँ तर के हो थाहा छैन go for love. हेर के गरेर फेरि नपाउन लेखेर पाए बोकेसँग खायो भने जस्तो थुक्का यसरी चाहिँ रहेछ कताबाट खोलेर मोरे सामान चाहिँ त्यस्तो धेरै केही छैन हैन खोलियो फाइनली सुरुमा भनेको मसँग यो प्याकेट रहेछ यो प्याकेटमा चाहिँ मोजाहरू एन्ड देन बाइ द वे भन्नुपर्दा लुगाहरू रहेछ हैन यो लुगाहरू पनि भरे खोलेर देखाउँछु अनि त्यस पछाडि भनेको यो चाहिँ मेरो ज्याकेट होला यो मेरो माउले हाल्नु भएको हो हैन घरबाट अनि यो नि मेरो लुगाहरू नै हो अनि भनेको यो आई थिंक बेसार मसलाहरू के होला यिनीहरू चाहिँ म भुलेर राख्छु खाटमा भएर फेरि लाग्छ this one I think this maybe is good I love सुकुटी बनाएको छ मेरो घरबाट and these all things are my skin care skin care त भन्न नमिल्ला तर पनि मसँग मेरो यहाँको सनस्क्रिन चाहिँ मलाई कस्तो लाग्यो भने राम्रो त राम्रो हो एकदम प्रोडक्टहरु हैन बट बजेट अलिक बेसी हुन्छ नि त अलिक महँगो पर्छ र नेपालमा जुन हामी युज गर्ने जुन प्रोडक्टहरु हुन्छ नि यहाँनिर चाहिँ त्यही प्रोडक्ट हो सेम हो तर पनि अलिक धेरै महँगो पर्ने के किन यहाँको पैसा अब नेपालको पैसा त थोरै हो नि त यहाँको लागि त यहाँको पैसा त उता धेरै हो त्यही भएर पनि हो अनि मैले सनस्क्रिन फेसवासहरु अनि यस्तै मुभहरु दबाईहरु के पनि मैले मगाएको थिएँ this one is that and what is this oh my god oh मेरो पावर ब्याङ्क यो चाहिँ मेरो स्पेशल मान्छेले खालिदिनु भयो हो अनि छुर्पी पनि छ अरु पनि छ सामानहरु यो पावर ब्याङ्क कस्तो भारी हो के त 10 केजी को छ जस्तो छ हो स्पेशल मान्छेले हालिदिनु भयो हो
so much. अनि उडे लगाउने भयो अनि त्यस पछाडि यिनीहरू यो सबै सेफ्टी प्याडहरू हो यो पनि स्पेसल मान्छेले नहालिदिनु भयो हो थ्याङ्क यू सो मच फर दिस स्पेसल मान्छे फेरि को हो भन्नुहुन्छ होला मेरो घरबाट हालिदिनु भयो होइन त्यस पछाडि यो orange this one 2 p.m. thank you for this and this one is rompong thank you for this also मैले कहिले भने टिफिन बक्स हाले के मेरो लागि टिफिन बक्स हो नि त टिफिन बक्सै थिएन मसँग अनि यो पनि हालिदिनु भएछ यहाँ खानाहरू के राख्नुको लागि and this one is also Nutella yeah what is that soya chunks in English हामी नेपालीहरुलाई त्यसको इंग्लिश वाक्क लागेर आउँछ इंग्लिश पनि oh and this one is my phone cover thank you so much for this मलाई आवश्यकता थियो हैन तर मेरो फोनमा हुन्छ कि नै and what is this oh I think यो चाहिँ हैन सियो धागोहरु एकदम आवश्यक छ है धागोहरु चाहिँ कस्तो भनेको ट्रेनिङको धागो नै हाल्नु भएको छ मम्मीले अनि सियो चाहिँ मसँग अलरेडी मैले लिएर आएको थिएँ धागो चाहिँ ल्याउन बिर्सेको थिएँ कि अनि दिस वान इज द्याट हैन अनि छुर्पी थ्याङ्क यू सो मच and these all things are chow यो भनेको अब यहाँ भरेको यहाँ भएको अरु सबै मेरो चाउचाउहरु मात्र छ के यो यहाँ होस् अनि सबै म एटिजीमा राख्छु सबै मेरो एटिजीमा हुन्छ अनि अब यो सानो पोका थियो नि कहाँ भन्छु अनि यो सानो प्याकेटमा चाहिँ के छ पनि हेर्ने त्यस्तो धेरै नचाहिने कुराहरु मैले मगाएको छैन कि मतलब चाहिने कुराहरु मात्र हाल्नु भयो घरबाट पनि मैले मगाएको भन्दा फाइनली मैले भने म नेपालमा छैन भनेर थाहा भयो होला भिडियो हेरेर थाहा पाउनु भयो अनि भर्खर मैले बोलिहाले म कुन ठाउँमा छु त्यो तपाईहरुले देख्नुहुन्छ अनि यो प्याकेट चाहिँ कसरी खोल्नु यताबाट खोल्नु होला प्याकेट बडा धमाका त्यसका बाबु खोलिने नि त यो त झन् सुकुटी यो नि सुकुटी हो सुकुटी पो रहेछ सानो प्याकेटमा त छोटा प्याकेट बडा धमाका अब यो सामानहरु सबै मैले मिलाएर एटिजी छ ठुलो मेरो एटिजी हो एटिजी भित्र राख्छु त्यहाँबाट निकाल्दै अब म गाइस यो एटिजी भित्र हाल्छु है सबै अब खोलेर राख्छु है सजिलो हुँदैन खोलेर राख्दाखेरि अनि थ्याङ्क यू सो मच फर अल दिस हैन मेरो घरबाट अनि मेरो स्पेशल मान्छेले हालिदिनु भयो हो यो सबै सामानहरु थ्याङ्क यू सो मच अनि भनेको अरु त के छैन सामान राख्नु पर्ने खालको दिस मे बी सरी दिस मे बी खोर्सानी yeah
म थाहा भयो अहिले थाहा भयो कि घर जान्छु त्यसलाई ब्याग लगाउनु पर्ने हो होइन मेरो फोन के भइरहेछ क्या भिडियो हुँदाहुँदै आफै रोकि मैले सामानहरू सबै हालिसकेँ नि त कस्तो एकैछिनमा होइन तनाव भयो कि तनाव एकछिन अब मेरो बाहिर पनि जाने काम पर्यो ठ्याक्कै अनि अब म बाहिर पनि जानु पर्यो गाइस है मैले चाहिँ सबै सामानहरू मिलाइसकेँ सो हे गाइस मैले सबै सामानहरू मिलाएर होइन मैले त्यो भिडियो सबै क्लियरली त बनाउन पाइनँ किनकि मेरो फोनको स्टोरेज एकदमै धेरै फुल भएर म त्यहाँ चाहिँ सबै फोटो भिडियोहरू क्लिन गरेँ अनि म रोड क्रस गर्दैछु अनि यो बस स्टेसन यहाँको अनि अहिले चाहिँ म ड्युटी जाँदैछु कि देख्न सक्नुहुन्छ पानी परेर कस्तो भइरहेछ बाटो सो everyone please do like, comment, and share, subscribe as well. Don't forget to do that. आज एकदम ढिलो भयो मलाई मार्छ अनि मेरो ड्युटी के हो कस्तो हो भनेर चाहिँ म कुनै दिन तपाईँहरूलाई भन्छु आज मेरो नाइट सिफ्ट परेछ देख्न सक्नुहुन्छ अनि मैले सबै सामानहरू मिलाएँ नि त उताबाट आएको सामानहरू अनि सामानहरू मिलाएर खाना पकाएर खाएर सुकुटी पठाइदिनु भएको थियो सुकुटीले यताउता खाएँ अनि त्यसको गाडी हिँडेको अहिले चाहिँ होइन 6 बजीदेखि ड्युटी हो 5 बजिसक्यो ट्रेनमा पुग्दा 40 मिनट लाग्छ कहिले त ट्रेन डिले पनि भइहाल्छ एकदम चिसो भएको थियो अहिले त म रोड क्रस गर्दैछु यो टोपीले आफै छोप्नु पर्यो ल मैले आन्टीहरूलाई गएको आन्टी पनि भन्न बिर्सेछु यार ल अब मैले स्टेसन पुगेर देखाउँछु है हजुरहरूलाई सो हे गाइज आज चाहिँ म होइन ड्युटी जाँदैछु यति बेला कति बजेको छ भने नि 5 बज्न आँटेको छ पानी सिमसिम परिरहेको छ अनि बाटो यस्तो देख्न सक्नुहुन्छ Excuse me, I want to top up my Oyster card. Can you top up the bank card or not? Sorry? Bank card. For what? For pay? Yeah, bank card. Minimum 10 pound, yeah. It's 10 pound. No, sorry, bank card. You want to Top up the bank card? No. Oh, okay then, Oyster card. That was too good. Yeah. ढिलो भइसक्यो मलाई त लास्टै धेरै Thank you too. के गर्नु भयो 19 पाउन्ड रहेछ So guys, ट्रेन पनि आयो होइन उनीहरू तापट्टि हुन्छ Mind the gap between the train and the platform. Thank you.
Everyone is looking for me. Guys, अब यहाँदेखि मेरो ट्रेन चेन्ज गर्नुपर्ने हुन्छ नि त नर्दन लाइनको सबै कुराहरू डिटेलली हालेर हुन्छ होइन सुरुमा आउँदाखेरि कस्तो भयो म एकदम माथि राखेँ कि अब के गर्नु होला सबै कुराहरू बिस्तारै बिस्तारै मैले थाहा पाउने गरौँ त सजिलो भयो क्या मलाई पनि मैले यहाँदेखि ट्रेन नर्दन ट्रेन लिएर चौथामी स्टेसनमा जानुपर्ने हुन्छ 15-20 मिनट लाग्छ हेर्नु भनेको बट आज मलाई एकदम ढिलो भइसक्यो अनि त्यहाँदेखि 1 मिनट हिँडेपछि अब मैले तपाईँ ठ्याक्कै पुग्छ अब बाहिर यस्तो चिसो छ होइन माइनसमा हुन्छ डिग्री टेम्परेचर भने अब भित्र अब त्यहाँ उयो हुन्छ नि ट्रेनभित्र यस्तो स्टेसनभित्र यो भयो है प्लाटफर्मतिर कति धेरै तातो हुने कि गर्मी हुने अनि मिल्दै मिल्दैन घरि अब कहिले तातो छ भित्र बस्नु पनि हल्का भइहाल्छ सबै हो होइन तपाईँले यहाँ आएपछि पनि हुन्छ नि द्याट्स यसमा फर्स्ट टाइम द्याट आम टकिङ इन द क्यामेरा कहानी भनेको छ कि द्याट्स द थिङ इज द्याट आई जस्ट लस्ट माई ह्याबिट टु टक इन फ्रन्ट अफ द क्यामेरा सबै कुराहरू डिटेलली हालिदिएको हुन्छ सो ट्रेन छ This train is arrived right now. So guys, you know my friends have now that is म यहाँदेखि ट्राभल गरेर जानुपर्ने चाहिँ चकफामसम्म अनि त्यहाँदेखि चाहिँ मेरो काम गर्ने लोकेसन गइसक्यो ब्ल्याकले पठाएको त छैन हेर्नु पानी परेर हो हाम्रो पहिनेमा पानी कुदे जस्तो कुदिरहेको छ कस्तो चिप्लो छ सो गाइस म काम गर्ने ठाउँ पुगिसकेँ अब म भरे म फेरि आउँछु अनि मेरो भिडियो कम्प्लिट गर्छु अनि म यति गरेर पोस्ट गर्छु धन्ने चिप्लेर लडेँ त्यसको बाटो खपर सबै भयो के भने गाइस म चाहिँ कामबाट निस्केर होइन ट्रेन चढेर पनि अहिले म ट्रेन स्टेसनबाट निस्केर पनि रोडमा हिँड्दैछु कोसँग एक्लै नोबडी इज देयर आइ एम अलोन लाइक इट्स सो साइलेन्ट कोही छैन कि एकदम सुनसान छ यहाँ मेन रोडमा त अलि भए पनि कार हिँड्छ यो बाटोमा हेर्नु न कस्तो सुनसान हुन्छ कि
अरू त त्यस्तो हो यहाँनिर त भूतप्रेत त डर लाग्दैन होइन मलाई चाहिँ मेन भनेको मान्छेको डर बट I'll be very afraid होइन मान्छेले अब खाएको हुन्छ नि त गाजा साजा के होइन त्यहाँ त अब के हुन्छ कि अनि अर्को कुरा भनेको प्लिज सपोर्ट मी गाइज आई निड योर सपोर्ट मलाई माया गर्नु होला मलाई सपोर्ट गरिदिनु होला अनि अर्को कुरा भनेको त्यो सामानहरू चाहिँ सबै मलाई नेपालबाट हालिदिनु भयो हो मेरो मामुले हालिदिनु भयो हो त्यस पछाडि म कहाँ छु कुन ठाउँमा छु भनेर चाहिँ म कुनै दिन भन्छु होइन प्लिज मलाई माया गरिदिनु भयो साथ दिनुभयो भने अभियसली होइन तपाईँहरूले क्या चाहना मायाले नै गर्दा त हो नि म अघि बढ्ने भनेको त सो म तपाईँहरूलाई विदेशी लाइफ कस्तो होइन के भन्नु कसरी स्ट्रगल गर्नुपर्छ भनेर म तपाईँहरूलाई भन्छु होइन हुन त अब मसँग त्यस्तो राम्रो क्यामेरा त छैन बट मैले जति सक्दो आफ्नो बेस्ट दिन ट्राई गर्छु कोसिस गर्छु आई ट्राई माई बेस्ट प्लिज नछुटाउनु होला होइन जो मान्छे विदेश आउँदै हुनुहुन्छ यस्तो हामी जस्तो यङ्स्टरहरू होइन हामी जस्तो यङ्स्टरदेखि लिएर जो पनि विदेश जो आउँदै हुनुहुन्छ हजुरहरूको लागि हो एकदम स्पेसल हुनेछ यो भिडियोहरू होइन लास्टै गाह्रो हुन्छ सोचे जस्तो हुँदैन सो मैले एक्लै हिँड्दैछु यहाँनिर सुनसान छ कि बाटो कहिलेकाहीँ यति धेरै डर लाग्ने होइन एउटा अब हुन्छ नि एक्लै हिँड्छ अब कुनै अब जनरली हिँडेर मात्रै हुन्छ अब ज्याकेट लगाएर यत्रो भुक्को तर पनि आफ्नो डर फिल हुने कि खोइ के भन्नु तर पनि नो यु हेभ टु बी स्ट्रङ भनेर टुइ हिँड्नुपर्ने हुन्छ कसैलाई नहेर्ने किन दायाँ बायाँ नोबडी मेरो त काँध लास्टै दुःख भ्याग बोक्नु हेर्नु न अहिले अलिक भारी भएको छ कि ब्याग मैले खानेकुरा नै बोकेर आएको थिएँ नि त काम गर्ने ठाउँबाट Look, you can see it's so silent, so quiet. Nobody is here. Only the houses and car, होइन कारहरू चाहिँ घरि बेसी हुन्छ त्यही हो तपाईँलाई एकैचोटि घर पुगेर रुम पुगेर देखाउँदैछु अनि म रुम पुग्छु त्यस पछाडि के हुन्छ म हजुरहरूलाई देखाउँछु हस् त्यहाँनिर गाडीहरू पनि आउँछ हो अनि कारहरू यसरी बाटोमा राखेको हुन्छ कि त्यही हो लाइफ इज टु डिफिकल्ट बेग्लैमा चिन्नु आफूले गर्नुपर्छ भन्ने होप राखेर होइन अघि बढ्नुपर्ने हुन्छ त्यो गाइस अब म चाहिँ घर पुग्नु लागेँ अनि तपाईँहरूले रुम पुगेर देखाउँछु भनेको थिएँ बट म घर पुग्न लागेको छु ल म घर आइपुगेँ होइन अब लुगा चेन्ज गरेर अनि म देखाउँछु हजुरलाई सो गाइस अब म चाहिँ होइन यो सुकुटी अलिकति भिजाउँछु अनि भिजाउनु पनि पर्दैन पाउनु सक्छु अनि भिजाएर टाउको पकाएर छाउँछौ मम्मीले चाहिँ घरबाट अफरबाट पकाइदिनु भएको थियो कोकाकोला मैले लिएको कामबाट कोकाकोला चाहिँ खान्छु चिसो नहालिदिनु सो गाइस मैले खाना नि खाइसकेँ अब म बेडमा गएर सुत्नुपर्ने हुन्छ भित्र सुतिरहनुपर्छ दिदी अनि डिस्टर्ब हुन्छ भनेर बाहिर आएर बोलेको नि त प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला होइन अनि थ्याङ्क यू सो मच तपाईँले भिडियो हेरिदिनु भयो यहाँसम्म हेरिदिनु भयो थ्याङ्क यू सो मच फर द्याट प्लिज गाइज सपोर्ट मी आई निड टु हेल्प अ लट आई निड टु सपोर्ट अ लट सो प्लिज गाइज हेल्प मी अ लट थ्याङ्क यू सो मच बाई बाई गुड नाइट